हेलो नमस्ते सबैजनालाई। कस्तो हुनुहुन्छ होला सबैजना? धेरै दिनपछि फेरि तपाईहरुकोसँग भिडियोमा म तपाईहरुकै एक च्यातर युट्युबमा गएर सबैजनाले सब्स्क्राइब गरिदिनु होला। एक च्यातर हानेर है। फेसबुकमा चाहिँ आशिक कन्भर भनेर पेज भेट्नुहुन्छ, त्यसमा फलो गरिदिनु होला। तपाईहरुले त गर्नुहुन्न हैन। फेसबुकमा भिडियो हाल्दा पनि तपाईहरुले हेर्दिनुहुन्न, शेयर गर्दिनुहुन्न, कमेन्ट गर्दिनुहुन्न। युट्युबमा हाल्दा पनि तपाईहरुले सब्स्क्राइब गर्दिनुहुन्न। पैसा जाँदैन हजुर। सब्स्क्राइब गर्दिनु होला युट्युबमा गएर एक च्यातरमा। एक च्यातर लेख्नु होला, स्पेस नछुटाई। गो कस्तो हुनुहुन्छ होला तपाईहरु सबैजना? आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला हैन। यो फेरि चटक भन्नुहुन्छ होला, यो चाहिँ चटक हैन। एकछिन लगाएर भिडियो बनाउँदै त्यतिकै राखेथे, भिडियो अन गरिदिहालेको भइहाल्यो। अब के गर्नु, फेरि हटाएर राख्नु मिल्दैन। ल त भनेर लगाइदिएको। ल आज चाहिँ तपाईहरुलाई स्पेशल एकदम बजारमा नयाँ आइटम आएको छ। आज माल झरेको छ, माल नयाँ आइटम झरेको छ। स्पेशल नै, पुरा स्पेशल के तपाईहरुको लागि। स्पेशल दामी माल आएको छ। तपाईहरुले सायद सोच्दै पनि होला कतिजनाले, तपाईलाई नै भनेको कता उता हेर्नु हुँदैछ। यता हेर्नुहोस्, यता म बोल्दैछु। यता उता हेरिराख्नुहुन्छ तपाई, यता हेर्नु न। स्पेशल माल झरेको छ के। स्पेशल माल म तपाईलाई देखाउँछु। अब त्यो माल के हो भन्ने कुरा है। तपाईहरुले सायद त्यो देखे पनि तपाईहरुको पनि मुखबाट पानी झर्न सक्छ। बवाल छ, बवाल। पोसिबल नै थिएन यहाँ भेट्ने। आफै पनि अचम्मै भइरहेको छु। फर्स्ट टाइम यो ठाउँमा, फर्स्ट टाइम यो चीज मैले भेटे। धेरै वर्षपछि, सायद आई थिंक धेरै नै वर्ष भयो। त्यो देख्नु त देखेको, कता कता झुन्डिराखेको, तर खानु पाथेन। यसपालि चाहिँ आफ्नै मार्केटमा झरिसकेको छ, आफ्नै मार्केटमा आइसकेको छ माल। त्यही कारणले म चाहिँ तपाईहरुलाई देखाऊँ, खाने भन्दा अगाडि देखाऊँ र खानेको स्वाद दिम तपाईहरुलाई भन्ने मेरो विचार। आज म तपाईहरुलाई स्पेशल माल देखाउँछु। स्पेशल माल मार्केटमा झरिसकेको छ। स्पेशल माल तपाईहरुको सामने आइसकेको छ यहाँनिर। म लिएर आउँदैछु, एकैछिन पर्खिनु होला तपाईहरुले। एकैछिन। माल झर्यो आइटम के हो थाहा भयो नि तपाईहरुलाई। गेस गर्नु र कमेन्ट गर्नु। फटाफट कमेन्ट गर्नु होला। फटाफट मैले देखाइसके तपाईहरुलाई। अब रिभिल गर्नु मात्रै बाँकी छ। म रिभिल पनि गरिदिन्छु तपाईहरुको सामने। गेस गर्नु होला के हो नाम। कमेन्ट हान्दिहाल्नु त फटाक से गाइस। सबैजनाले नाम चिन्ने यसको अलग तरिकाहरू छ। अब यसलाई म रिभिल गर्छु। धेरै छैन, यो सिर्फ 2 वटा भोकुन्डे मात्रै हो। चिन्नु भएन नि? हेर्नुहोस्, तपाईहरुलाई नै देखाउनुको लागि नै मैले यहाँनिर भिडियो बनाउँदैछु। हेर्नुहोस्, यो पनि भेट्छ। अचम्मे आइटम, अचम्मे चीज तपाईहरुले पनि खान सक्नुहुन्छ। लु हेर्नुहोस्, धेरै छैन मसँग, 2टा मात्रै छ। म तपाईहरुलाई डेलिभरी गर्न सक्दिन। तपाईहरुले पनि, जो कोही पनि बेंगलोरमा बस्नुहुन्छ त्यसले पनि खानु पाउने अवसर भेटेको छ यो चीज। यो चाहिँ धेरै अर्गानिक आइटम। यो चाहिँ हामीले गाउँमा जतिखेर फुटबल नहान्दा पनि फुटबल हानिन्थ्यो यसलाई, फुटबल बनाएर। तर यहाँ चाहिँ सानो यत्रो पुचुन्डे छ। गाउँमा चाहिँ भने ठुल्ठुलो हुन्थ्यो भने यहाँ चाहिँ पुचुन्डे है। तपाईहरुले भेट्न सक्नुहुन्छ। यो चाहिँ म डेलिभरी गर्न सक्दिन, दिनु पनि सक्दिन। यो 2टा चाहिँ मेरै हो, म मात्रै खान्छु। हस्, तपाईहरु हेर्नु होला। ओके, बाइ बाइ। एकछिनमा भेटौँला। हेर्नुहोस्, आइटम आयो। रेडी भयो। अब यसलाई वाउ, बवाल। मुखबाट पानी नझर्नु होला, तपाईहरुलाई नै भनेको। चोखे नलाउनु नि फेरि, मेरो भुँडी दुख्छ हजुर। ओके, बेंगलोरवासीले चाहिँ खानु पाउनुहुन्छ। आइसकेको छ मार्केटमा है।
वाउ बबाल छ बबाल टेस्ट दामी यसको नाम के हो कता के भनिन्छ थाहा छैन मैले चाहिँ सानोबाट जानेको यसलाई भकुटेङ्गा भनेर चिनिन्छ हामीले भकुटेङ्गा भन्छौं तपाईहरुले के कुनै के जाति भन्नुहुन्छ होला दोकानमा गएर देखाउनु होला तपाईहरुको नियर बाइ बेंगलोरवासीले चाहिँ गाउँमा त यसै भेटिहाल्छ तपाईहरुलाई दोकानले प्रोवाइड गर्छ दिन्छ ल्याइदिन्छ ओके वाउ हेर्नुहोस् ओके सी यू नेक्स्ट भिडियोमा भेटौँला फेरि गएर चतरलाई पनि सब्स्क्राइब गरिदिनु एक चतरमा मेरै च्यानल हो र आशिक कन्नड फेसबुक पेजमा पनि फलो गरिराखिदिनु होला फेरि भिडियो झर्छ सब भिडियो झार्ने हो तपाईहरुले माया सपोर्ट देखाए पनि पैसा चाहिँ लाग्दैन यहाँनिर माया सपोर्ट देखाउनु पर्यो भिडियो झरेको झरै गर्छ है गाइस ओके बाइ बाइ चतर सबले चतर लेखिदिनु होला र यसको नाम रिभिल गर्नु होला तपाईहरुले भन्नु होला है ओके बाइ बाइ सी यू गाइस सी यू